पर्दो भन्छ। किने पर्दो भनेको चाहिँ हामी आमाको कोखबाट जन्मेर नमर्ने समयलाई त्यो नमर्नेको त्यो पललाई के भन्छ भने चाहिँ त्यसलाई चाहिँ किने पर्दो भन्छ। अनि अहिले हामी सबै अहिले किने पर्दोमा छ। छिका पर्दो भनेको चाहिँ अब हामी मर्नेको समय आउँदाखेरि त्यसलाई अब बिरामी होस् या बिरामी भएर डाक्टरसँग गएर डाक्टरले जति उपचार गरेको नि निको नहुँदैन अब मर्नेको समय त्यहाँ हुन्छ नि त्यहाँदेखि हाम्रो नमर्ने जुलाई के भन्छ हाम्रो सास नरोक्ने जुलाई चाहिँ हामीले छिक्का पर्दो भन्छ। दुईवटा पर्दो अनि तिनवटा पर्दोमा छुन्ने पर्दो भन्छ। छुन्ने पर्दो भनेको चाहिँ हाम्रो सास रोकेर अनि सास रोकेको पछि हाम्रो मनको निरुक्छ हाम्रो छुन्ने पर्दो भनेको चाहिँ अहिले हामीले नाचिनेर यो मन चाहिँ रिस र मोह र डारमा त्यस्तो हामीले मनस्थमा अहिले हामीले मनस्थ छ। तर हामीले चिन्नु सक्यो भने यो रिस मोह डानी हाम्रो प्रकृतिमा बुद्ध हो। त्यसैले छुन्ने पर्दो भनेको समयमा चाहिँ हाम्रो रिस मोहहरू चाहिँ हटेर त्यो बेला हाम्रो मनको प्रकृति बुद्ध त्यही बेला हामीले क्षणमा देख्न सकिन्छ। त्यो पर्दोलाई चाहिँ हामीले भन्छ छुन्ने पर्दो भन्छ। यो पर्दो चाहिँ सबैजनालाई हुँदैन भन्छ। यो अहिले जुन धर्म गरेको छ त्यो मान्छेले अहिले चाहिँ अहिले लामो समय हुन्छ भन्छ। उनीले चाहिँ भन्छ उनी सबैले यो छुन्ने पर्दो भने चाहिँ सबैले हुन्छ तर छोटो र लामोको समयको कुरा हो भन्छ। अनि शिव पर्दो 14 शिव पर्दो भनेको चाहिँ हाम्रो छुन्ने पर्दोको पछि हामी मान्छे मरेर त्यो 49 दिन भन्छ नि 49 दिन बस्छ भन्छ नि त्यसलाई भन्छ शिव पर्दो भन्छ। अब अहिले हामीले हाम्रो यहाँ बित्नु भएको उहाँ अहिले कहाँ छ भन्दाखेरि हामीले शिव पर्दो भन्छ। तर शिव सबै मान्छे शिव पर्दो हुन्छ भने त्यो पनि हाम्रो त्यो बन्नु सक्दैन। एकदम नराम्रो पापी गरेको हो भने चाहिँ त्यो मरेकै मुनि जान्छ त्यसलाई शिव पर्दो छैन भन्छ। एकदम राम्रो धर्म गरेको मान्छेलाई पनि शिव पर्दो हुँदैन भन्छ। मरेपछि आफ्नो राम्रो काम गरेको फलले एकछिनमा सुख र स्वर्गमा जान्छ भन्छ। त्यसैले शिव पर्दो भनेको चाहिँ हामी जस्तो मान्छेले धर्म पनि धेरै नगरेको पाप पनि धेरै नगरेको धेरै जस्तो मान्छेले चाहिँ शिव पर्दो भनेको छ भन्छ। त्यो शिव पर्दोको भएको मान्छेले अहिले भएको जुन छ उहाँलाई चाहिँ अहिले हामीले तपाईँको परिवार हो सबैले एउटा मनदेखि नै उहाँको लागि पूजाहरू गर्यो उहाँको लागि अब धर्मको काम गऱ्यो भने यसको फल चाहिँ उहाँलाई पाइन्छ भन्छ। त्यसैले अहिले हामी उहाँको लागि पूजाहरू गर्ने त्यस्तो हो। तर अब मैले सधैँ भनिरहन्छु हामीले मान्छे मर्दाखेरि पूजाहरू गर्छ होइन पूजाहरू गर्छ। हाम्रो गुम्बामा पनि मान्छेहरू आउँछ आमा गुरु हाम्रो मान्छे मर्नुभयो यो फलाना मऱ्यो पूजा लगाउनु पर्यो भन्छ। तर तपाईँहरूले के बुझ्नुपर्छ भन्दाखेरि चाहिँ पूजा भनेको चाहिँ हाम्रो यो पैसा कमाउनु लागि त्यस्तो होइन जुन बित्नु भयो यसको लागि पूजा गर्नु तर एउटा मान्छेलाई एउटा देखावट गरेर होइन हाम्रो यो बित्नु भयो यसको लागि यति मान्छे चाहिन यति धेरै मान्छे आउँछ उनीहरूलाई यति खाना पकाउनु पर्छ उनीहरूलाई चोक यस्तो चढाउनु पर्छ आमा गुरुहरूलाई यति पैसा चढाउनु पर्छ भनेर मान्छेले देखाएर गरेर यो देखावट भयो त यो त मोह भयो होइन कसैलाई देखाउनु भयो यो धर्म होइन। त्यस्तो काम गऱ्यो भने त्यसले मरेको मान्छेले कतिको फाइदा हुन्छ त्यो चाहिँ अब हुन्छ भनेर थाहा छैन। त्यही हाम्रो बुद्ध धर्म बुद्धले त्यस्तो भन्यो कहीँ छैन होइन। त्यसैले तपाईँहरू अब यहाँ आउनु भएछ भने बित्नु भएको मान्छेले राम्रो शिव पर्दोमा भएको उहाँ बित्नु भएको मान्छे राम्रो हुन चाहन्छ भने तपाईँहरू मनदेखि अनि उहाँको लागि प्रार्थना गर्नुपर्छ उहाँलाई राम्रो होस् भनेर बुझ्नुभयो। त्यो बुझ्नुपर्छ। त्यो यहाँ आज तपाईँहरू पूजा लगायो होला पूजा लगायो के लाख सिध्यो होला है कति लाख सिध्यो आज पूजा गरेको 1-2 लाख सिध्यो होला है। 1-2 लाख सिधेर तपाईँको बित्नु भएको मान्छेलाई स्वर्ग पुग्ने होइन। 1-2 लाख पूजा गरेर तपाईँको बित्नु मान्छे स्वर्ग पुग्यो भने त हाम्रो बुद्ध धर्मको कति
किन कुरा भयो नि त बुद्धको स्वर्ग त 2 लाखको टिकट भयो नि त त्यो त हुँदैन नि जिउँदो हुँदाखेरि पापमती गरेर बस्यो मरेपछि 2 लाखको पूजा गर्यो मर्यो मान्छे स्वर्गमा पुर्यो भने स्वर्गमा पुग्छ भने त त्यो त कहिले हुँदैन बुद्ध आफूले भनेछ धर्म चाहिँ मैले धर्मको बाटो देखाउने हो मैले धर्मको बाटो देखाउने हो धर्ममा अब सुख फल हुने नहुने चाहिँ मैले देखाएको बाटोमा आफूले लाग्नुपर्छ भन्छ कोही आएर तपाईँको पापहरू नष्ट हुने कोही आएर तपाईँ सुख पुऱ्याउने कोही होइन बुद्धले तपाईँको बाटोमा देखाउँछ होइन त्यसैले तपाईँहरूले के बुझ्नुपर्छ भनेदेखि पूजा गर्नु लगाउनु राम्रो हो तर आफूले धन सम्पत्ति नहुँदै कसैबाट ऋण लगाएर कसै घरमा गएर पैसा चलाएर यस्तो पूजा गर्ने राम्रो होइन त्यस्तो त मर्यो मान्छे पनि चाहन्न होला कि म मरेपछि मेरो परिवारलाई ऋण बोकोस् ऋण बोकेर उहाँलाई दुःख पाओस् भनेर कहिले चाहँदैन नि हो कि त्यस्तो गर्नु हुँदैन त्यस्तो चाहिँ एउटा मान्छेले देखावट भयो होइन हाम्रो मान्छे घरमा मर्यो यति बेला 500 जना मान्छे आयो 200 जना मान्छे आयो 1000 जना मान्छे आयो भने त एउटा मान्छेलाई देखाउने मात्रै भयो नि त देखावट मान्छेलाई देखाउने हो त धर्म होइन नि यो हो कि होइन त्यस्तो मन लाग्नु हुँदैन त्यसैले यो तपाईँहरूले यो दिमागमा राख्नुपर्छ है त्यस्तो नथाहा भयो भने त आजकल धेरैले भन्छ नि आजकल बुद्ध धर्म राम्रो छैन मरेपछि घ्याउ गर्दा धेरै पैसा लुट्दो रहेछ भन्छ पैसा लुटेको के होइन तपाईँहरू नाथा भयो यस्तो कहीँ छैन तपाईँले बस्नुपर्छ यो चाहिँ एउटा मैले आज तपाईँहरूको पूजामा आउँदाखेरि यस्तो थाहा होस् भनेर भनेको मात्रै है किनकि यो मान्छे मरेको पूजा 2 लाख 1 लाख 50,000 पूजा गरेर कहीँ स्वर्ग पुऱ्याउने यस्तो कहीँ छैन स्वर्ग भने आफ्नो मनले गर्ने मनले धर्म गर्ने पैसा दिएर गर्ने होइन यो बुझ्नुभयो तपाईँले यो एउटा बुझ्नु अनि अहिले हामी सबै छ केन्या बाटोमा छ केन्या बाटोको लागि मैले भने जस्तो आमाको पर जन्मेदेखि मर्नेको समय नआउने समयलाई केन्या बाटो भन्छ भने नि यो चाहिँ एकदम महत्त्वपूर्ण एउटा हो होइन अहिले चाहिँ यो क्षण चाहिँ हामीले राम्रो बाटोमा लाग्नुपर्छ राम्रो बाटो लाग्ने समय चाहिँ अहिले हो मर्दाखेरि गाह्रो सक्दैन तपाईँहरू हस्पिटलमा बिरामी हुँदाखेरि तपाईँले धर्म गर्न सक्दैन नि जुन देखिरहेको हुन्छ पढिरहेको हुन्छ त्यही बेला धर्म गर्न सक्दैन धर्म गर्ने हो अहिले बिरामी नहुँदाखेरि जिउ राम्रो हुँदाखेरि बोल्न सक्दाखेरि सो दिमाग चलाउँदाखेरि दिमाग राम्रो हुँदाखेरि हामीले धर्म गर्नुपर्छ बुझ्नुभयो धर्म भनेको चाहिँ हाम्रो बुद्ध धर्म भनेको चाहिँ मन हो मन शुद्ध बनाउनुपर्छ मन शुद्ध हुँदैन के गर्नुपर्छ भन्दाखेरि हामी हाम्रो बौद्धिकताको ध्यानहरू गर्नुपर्छ गौतम बुद्धको धर्म 2टा गर्नुपर्छ एउटा बौद्धिकता एउटा शून्यता त्यो 2टाको बारेमा हामीले बुझ्नुपर्छ शून्यताको बारेमा बुझ्यो भने हाम्रो मनमा यो मर ढाड सब बिस्तारै हराएर जान्छ अनि हाम्रो के अरे यो अहिले करुणाको बारेमा बुझ्यो भने हाम्रो मनमा अनि जसलाई देख्यो भने माया दृष्टिले हामीले हेर्न सकिन्छ त्यसैले हामीले यो करुणा र शून्यताको साधनाहरू हामीले गर्नुपर्छ अहिले जुन हुँदाखेरि अनि एउटा कुरा तपाईँ सबैले चाहेको सुख हो कि होइन कसैले दुःख चाहेको छैन नि त हाम्रो सबैले चाहेको सुख हो दुःख कसले पनि चाहेन भने तपाईँहरूले गुरु पछि नबिर्सिनु गुरु पछि याद गर्नु गुरु पद्म सम्भव छ नि चिन्छ सबैले गुरु पद्म सम्भव चिन्छ तपाईँहरू बिरामी भयो भने गुरु पद्म सम्भवलाई याद गर्नु तपाईँहरूलाई खुसी भयो भने गुरु पद्म सम्भवलाई याद गर्नु गुरु पद्म सम्भवलाई याद गऱ्यो भने तपाईँहरूको दुःख तपाईँहरूलाई जति दुःख छ सबै गुरु पद्म सम्भवले को एउटा आशीर्वादले तपाईँहरूलाई गुरु पद्म सम्भव आशीर्वाद पाउँछ तपाईँहरूलाई राम्रो बाटो देखाउँछ गुरु पद्म सम्भवले गुरु पद्म सम्भव कहिले नबिर्सिनु है जब एउटा घरमा बिहान उठ्दाखेरि गुरु पद्म सम्भव याद गर्नु सुत्दाखेरि गुरु पद्म सम्भव खानाखेरि गुरु पद्म सम्भव मन्त्र जोप्न आउँछ ओमा ओम बज गुरु पेमा सिदेव त्यहाँ जोपेपछि तपाईँहरूको कामहरू हुन्छ जिउमा बिरामी हुँदैन मनमा दुःख हुँदैन तपाईँहरू काम नभने कामहरू रोगिलो सबै सफलता हुन्छ गुरु पद्म सम्भव कहिले नबिर्सिनु है जोप्दाखेरि आफ्नो छेउमा अगाडि गुरु पद्म सम्भव कमलको फुल र अनि सूर्य र चन्द्रको माथि गुरु पद्म सम्भव छ सोच्नुपर्छ गुरु पद्म सम्भव यहाँ चाहिँ ओम यहाँ चाहिँ यहाँ चाहिँ हुम छ सोच्नुपर्छ त्यो सोच्दै हामीले मुखबाट ओममा ओम बज गुरु पेमा जोप्नुपर्छ जोप्दाखेरि गुरु पद्म सम्भव यहाँ ओमबाट ओम यस्तो निस्किएर आफ्नो यहाँ त्यति
बिल्जियो सोच्नुपर्छ बिल्जिँदाखेरि होइन आफूले जुले पाप गरेको जति कति पाप गरेको सबै नष्ट गरेर सोच्नुपर्छ फेरि यहाँ गुरु पद्मस्तम्भ भयो यहाँ आबर रातो आबर धेरै आएपछि आफ्नो यहाँ बिल्जियो सोचेर आफ्नो मुखले कति पाप गरे सबै नष्ट भएको सोच्नुपर्छ गुरु पद्मस्तम्भ भयो यहाँ यी हुम अक्षर हुमबाट यो हुम आउँदा आफ्नो यहाँ मनमा बिल्जियो सोच्ने मनले आफूले कति पाप सबै नष्ट भएको सोचेर म गजबको रूपमा सिकेँ यसो गरेर जोड्नु पर्छ यसो गरेर जोडेपछि तपाईँको मनमा मोह र डाह कति छ बिस्तारै कम हुँदै जान्छ मनमा बिस्तारै आफ्नो आनन्द आउँछ सुख आउँछ जिउमा बिरामी कति सबै बिस्तारै हराएर जान्छ त्यसैले गुरु पद्मस्तम्भ याद गर्नु अनि भएर आफ्नो कामहरू कुनै रोगीको हुन्छ कामहरू नभएको काम यो हो सोच्दा काम नभएर धेरै रोगीको कामहरू पनि गुरु पद्मस्तम्भ यसो गरेर मात्र हाम्रो जुन गुरु पद्मस्तम्भ आशीर्वाद सबै राम्रो हुन्छ त्यसैले अहिले केही नै भर्दोको बेला चाहिँ धेरै धर्म गर्न नसके पनि सबै धर्ममा सजिलो चाहिँ गुरु पद्मस्तम्भ याद गरेर सजिलो तर धेरै ठुलो पाउँछ फल ठुलो पाउँछ भने चाहिँ गुरु पद्मस्तम्भलाई याद गरेर उहाँको साधनामा उहाँको मन्त्रहरू जोडेर बस्नु एकदम राम्रो है धेरै बोल्नु मेरो नेपाली राम्रो छैन